हेलो, धन्यवाद सचिवज्यू। यस कार्यक्रमका सञ्चालक सचिव चित्रवार कार्कीज्यू, एक निराशावादीले हरेक अवसरमा कठिनाई देख्दछ, एक निराशावादीले हरेक अवसरमा कठिनाई देख्दछ र एक अवसरवादीले हरेक कठिनाइमा अवसर देख्दछ। एक अवसरवादीले हरेक कठिनाइमा अवसर देख्दछ। सम्पूर्णमा शुभ बिहानी। जय महेन्द्रकाली, जय महेन्द्रकाली, जय महेन्द्रकाली। यस दि फेमस भूतपूर्व सैनिक संगठन झापा मोरङ सुनसरीको आज 6औं वार्षिक साधारण सभा तथा पुनर्मिलन कार्यक्रममा यहाँ उपस्थित हाम्रा अतिथि सशस्त्र प्रहरी बलका डीएसपी साहब भीमलाल चौधरीज्यू, त्यसै गरी मेरा साथीहरू, यस सङ्गठनका सल्लाहकारज्यूहरू, क्रमशः मेरा हितैषी मित्र अवकाश प्राप्त सेनानी विक्रम राईज्यू, त्यसै गरी सल्लाहकार तथा यस कार्यक्रमका संयोजक अवकाश प्राप्त सेनानी निर्वार भण्डारीज्यू, त्यसै गरी यस सङ्गठनलाई हरेक सेक्टरबाट मजबुत बनाउने यस सङ्गठनका उपाध्यक्ष चन्द्रदेव सुरालज्यू, यस सङ्गठनका सचिव चित्रबहादुर कार्कीज्यू, कोषाध्यक्ष भीमबहादुर कार्कीज्यू, विभिन्न सेक्टरका संयोजकज्यूहरू, यस सङ्गठनका लेखा संयोजक राजकुमारज्यू, रेल समितिका संयोजक चित्रवार ललितबहादुर केसीज्यू, त्यसै गरी मेरा अग्रज दाईहरू, समकक्षी योद्धाहरू र हामीभन्दा पछाडिका हामी सँगसँगै सहकार्य गरेर हिँड्नुहुने सहयोद्धा भाइहरू सम्पूर्णमा शुभ बिहानी र हामीलाई हाम्रो यस सङ्गठनलाई ब्याकबोनको रूपमा रहेर सपोर्ट गर्नुहुने हाम्रा म्याडम सब परिवारजनहरूमा सबैमा शुभ बिहानी र न्यानो अभिवादन। हामी सबै नेपाली सेनाबाट अवकाश भए तापनि हाम्रो अनुशासन, इमान्दारिता, देशप्रेम, सङ्गठनप्रतिको निष्ठाले कहिले अवकाश दिँदैन। म यसलाई फेरि पनि दोहोऱ्याउँछु, हामी सबै नेपाली सेनाबाट अवकाश भए तापनि हाम्रो अनुशासन, इमान्दारिता, देशप्रेम र सङ्गठनप्रतिको निष्ठाले कहिले अवकाश दिँदैन। यही भावना र जगमा उभिएर हामीले 2077 साल फागुन 27 गते शिवरात्रिको दिन स्थापना भएको यो सङ्गठन हाल 5औं वर्ष पुरा गरी 6औं वर्षमा हिँडिरहेको छ। हामीले मोरङ सुनसरी स्थायी, मोरङ सुनसरी झापा स्थायी वा अस्थायी रूपमा छरिएर बसोबास गर्नुहुने ती फेमस भूतपूर्व सैनिक सङ्गठनका सम्पूर्ण सदस्य साथीहरूलाई एकत्रित गरेर हामीले पहिलो वर्ष हिँडेका थियौँ र योभन्दा 1-2 वर्ष अगाडि, करिब 2 वर्ष अगाडिबाट हामीले ती फेमस भूतपूर्व मर्दलको मात्र नभएर हामीले सम्पूर्ण नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरूलाई हामीले यस सङ्गठनमा अट्ने गरी सबैको साझा सङ्गठन बनाएका छौँ। यस सङ्गठनलाई यहाँसम्म ल्याइपुर्याउन सबै सदस्य साथीहरूको महत्त्वपूर्ण भूमिका योगदान रहेको छ। यहाँले संस्थाप्रति पुर्याउनु भएको सहयोग र योगदानको उच्च मूल्याङ्कन तथा सम्मान गर्दै आगामी दिनहरूमा पनि सहयोग, सहकार्य, सहयात्राको अपेक्षा राख्दछु। कुनै पनि राष्ट्र त्यो बेला सक्षम, समुन्नत हुन्छ जति बेला व्यक्ति, परिवार, समाज सबल र सक्षम हुन्छन्।
यसो गर्नको लागि फुटेर होइन जुटेर सङ्गठित भएर मात्र सम्भव हुन्छ। आफ्नो उपस्थिति मजबुत देखाउन ससाना व्यवसायीदेखि ठुल्ठुला राजनीतिक पार्टीसम्मको आफू निकट भातृ सङ्गठनहरू बनाएका हुन्छन्। जसको सङ्गठन बलियो छ, सङ्गठित छ, त्यो सङ्गठन अवश्य पनि हरेक क्षेत्रमा अगाडि पुग्न सफल हुन्छ। हाम्रो यो सङ्गठन अहिले 6औं वर्षमा रनिङ भइरहेको छ। हामी पनि 5 वर्षमा निकै अगाडि बढिसकेका छौँ। हामीले गरेका कार्यको प्रगति सङ्गठित भएको देखेर हाम्रो अनुसरण गर्दै अन्य युनिटहरूका पूर्व सैनिकहरूले पनि भूपू सङ्गठन खोल्न थालेका छन्। तर उनीहरूले गर्ने कार्यशैली र हामीले गरेका कार्यहरूमा निकै फरक छन्। उनीहरू वर्षमा एकपटक जम्मा हुन्छन्, कार्यक्रम गर्छन्, सकिन्छ त्यो वर्षभरिको। हामीले दीर्घकालीन स्रोतका साथ काम गरेका छौँ। सङ्गठनलाई अगाडि बढाउन सबैमा त्याग, योगदान, धैर्यता, सहनशीलता, विजन हुनुपर्छ। उतिखेरै मलाई चाहिन्छ भनेर हामी लक्ष्यमा पुग्न सकिँदैन। हामीले हाम्रो सङ्गठनमा हाल 103 जना सदस्य साथीहरू हुनुहुन्छ, जसमध्ये 17-18 जना सदस्य साथीहरू विविध कारणले गर्दाखेरि अहिले हामीमा उपस्थित हुन सक्नु भएको छैन र हामीले गरेका गतिविधिहरूमा पनि अलिक टाढा रहनु भएको छ। विविध कारणले हो, उहाँले चटक्कै छोडेको चाहिँ होइन र अहिले हामी सक्रिय सदस्य 84 जना सक्रिय सदस्यहरू हामी छौँ। र अहिले यहाँको जुन हामी भेला भइरहँदाको अवस्था हेर्दाखेरि केही सानो देखिन्छ। यो कारण हामीले जागिर छोडेर पनि हामी केही न केही काहीँ न काहीँ व्यवसायमा चाहिँ हामी आबद्ध भएका छौँ। जसकारण आफ्नो व्यवसाय, आफ्नो उहाँहरूको चाहिँ कार्यव्यस्ता कारण सबैजना यहाँ उपस्थित हुन सक्नु भएको छैन। त्यही नै हाम्रो लागि पनि काफी छ। हाम्रो कोषाध्यक्षज्यूले हाम्रो यस सङ्गठनमा गरेका आम्दानी खर्चका यो वर्षभरिका आम्दानी खर्चहरूको आय व्यय विवरण हामीलाई टेस्ट गरेर गइसक्नु भएको छ। र पनि मैले अलिकति छोटकरीमा यसलाई पुष्ट्याउँदै हजुरहरूलाई चाहिँ म जानकारी गराउन चाहन्छु। हाम्रो गत यो साधारण सभादेखि अहिलेसम्मको आय व्यय, हाम्रो आम्दानीतर्फ मात्रै के थियो भन्दाखेरि गत साधारण सभाले हामीलाई अनुमोदन गरेको रकम, यो बचत मात्रै, हाम्रो बचत रकम मात्रै हाम्रो सदस्यहरूको कति भनेदेखि 6,29,495 रुपियाँ थियो। त्यसपछि हाम्रो प्राइभेट फन्डमा, जुन प्राइभेट फन्डको हाम्रो देउसी भैलो विविध प्रवेश शुल्कहरूबाट चाहिँ यो हामीलाई जम्मा गरेको रकम हामी प्राइभेट फन्डमा राखेका छौँ। त्यसमा चाहिँ हाम्रो 1,94,200 थियो, करिब 2 लाखको हाराहारीमा रहेछ। र अघिल्लो साधारण सभाले अनुमोदन गरेको हाम्रो पारिवारिक राहत कोष, जुन चाहिँ हामीले विशुद्ध हाम्रो दुःखको बेला मात्रै हामीले त्यो खर्च गर्ने गरी हामी सदस्यहरूबाटै वार्षिक 1000 रुपियाँका दरले उठाएर हामीले त्यसमा खर्च गर्छौँ। त्यो रकम चाहिँ हाम्रो 82,000 थियो र सेवा शुल्क र ब्याजबाट 68,650 रुपियाँ जम्मा भएको छ यो वर्षभरि। देउसी भैलोबाट 96,555 रुपियाँ यो वर्षको साथीहरूले चाहिँ दान दिनुभएको, देउसी दान दिनुभएको रकम चाहिँ 96,555 रुपियाँ थियो। र कतिपय साथीहरूको अझै पनि उठ्न बाँकी छ। यो चाहिँ हामीले के गरेका थियौँ भनेदेखि देउसी भैलो खेल्नुभन्दा अगाडि नै एउटा कार्य समितिको बैठक बसेर हामीले न्यूनतम 1,000 रुपियाँ चाहिँ यसमा उठाउँ। यो हामी सबै सङ्गठनको साझा रकम हो। यसले चाहिँ हाम्रैलाई चाहिँ टेवा गर्दै लैजान्छ, हाम्रो सङ्गठनलाई हाम्रो आर्थिकमा टेवा गर्दै लैजान्छ भन्ने हामीले बैठकमा निर्णय गरेर चाहिँ उठाएको थियौँ र त्यही अनुसार चाहिँ यो उठ्दै गएको छ। र हाम्रो सदस्यहरूबाट बचत आम्दानी जो चाहिँ हामीले खर्च गर्न मिल्दैन, पछि फिर्ता चाहिँ सदस्यहरूमै जाने रकम यो साल 1,93,000
0.48 रुपियाँ चाहिँ उठेको छ। यो रकम चाहिँ नि अहिले देख्दाखेरि यहाँ बुझाउँदाखेरि पछि यहाँ सङ्गठनलाई बुझाए जस्तो हुन्छ। यो रकम हामी सबै सदस्यहरूको हो, यो हामीले बुझ्नु जरुरी पनि छ है यसमा चाहिँ। र राहत कोष जुन 1000 वाला छ, हामीले दुःखका बेला चाहिँ नि खर्च गर्ने रकम त्यो चाहिँ हामीले अहिले 71,000 यो साल 71,000 उठेको छ। कतिपय साथीहरूको चाहिँ नि उठ्न बाँकी नै रहेको छ, विविध कारणले गर्दाखेरि उठिसकेको छैन। 71,000 रुपियाँ चाहिँ उठेको रकम छ यो। र हामीले हाम्रो सदस्यहरू साथीहरूमै हामीले साउन्ड सिस्टम पनि यो देउसी भैलो कार्यक्रममा र अरू कुनै कार्यक्रममा चलाउनु परेको फन्डमा हामीले थोरै रकम यसको चाहिँ अब हामीले मेन्टेनेन्स पनि गर्नुपर्ने हुन्छ। त्यो रकम लिएर र अन्यले लान्छन् भने 500 र यो हाम्रो सदस्य साथीमा 300 समथिङ कति छ त्यसरी गरेको थियो। अन्यले लगेको भएर यसमा 1000 रुपियाँ यसबाट पनि उठेको छ गरेर टोटल हाम्रो आम्दानी पक्षमा चाहिँ 13,34,948 रुपियाँ थियो भने हाम्रो यो साल गत वार्षिक साधारण सभादेखि अहिलेसम्म खर्च भएको रकम चाहिँ म सशर्ती भन्छु, गत हाम्रो साधारण सभामा खर्च भएको रकम 48,455। यो रकम एउटा ठुलो देखिन्छ, तर यो चाहिँ केमा नि खर्च भएको थियो भनेदेखि हाम्रो त्योभन्दा अगाडि साल 2 सालको गाडी भाडा यस्तै बाँकी रकमहरू हुन्थ्यो। त्यो के कसरी चाहिँ यसलाई तिर्ने भन्दाखेरि हामीले यो रकमबाट तिरौँ र हामीले साधारण सभामा चाहिँ खर्च गरौँ भन्ने चाहिँ कार्य समितिको बैठक भएको हुनाले हामीले त्यसमै जोडेको भएर 48,455 रुपियाँ यो साधारण सभातर्फ खर्च भएको छ। यसै गरी कालाबजार पुराणमा हाम्रो सहभागिता हामीलाई यसरी निमन्त्रणा आएको थियो, हामी त्यहाँ सहभागिता जनाएका थियौँ। त्यसमा 25,000 राहत कोषबाट हाम्रो 9 जना सदस्य साथीहरूको मातापिता चाहिँ देहावसान भएको थियो, त्यहाँ सरिक हुँदाखेरि हामीले 1,03,670 रुपियाँ हामीले त्यहाँ खर्च गरेका थियौँ। र स्टेसनरी खर्च 5540, संवेदनमा जाँदा यातायात खर्च, टाढा जाँदा चाहिँ हामीले यातायात खर्च पनि बेहोर्ने गरेका थियौँ। हामी मोरङको 2 ठाउँमा गयौँ, त्यहाँ जाँदाखेरि 9,075 रुपियाँ र बचत रकम फिर्ता गर्दाखेरि हाम्रा केही साथीहरूले खर्च गर्ने र त्यो खर्च गरेको रकम चाहिँ उहाँले सोभ नगरेको भएर उहाँको बचतबाट चाहिँ हामीले खर्च गरेको हुँदा यो चाहिँ उहाँहरूको 19,543 रुपियाँ खर्च भएको छ। हामीले फोन खर्च हाम्रा पदाधिकारी साथीहरूलाई फोन खर्च भनेर थोरै रकम राखेका थियौँ, यो चाहिँ 2 वर्षको 57,100 रुपियाँ चाहिँ खर्च भएको छ। यसै गरी देउसी भैलोमा खर्च 6,935 रुपियाँ र विविध खर्च 6,470 गरेर जम्मा 2,07,888 रुपियाँ खर्च भएको छ। अब हामीले 13,34,948 रुपियाँ चाहिँ हाम्रो आम्दानी भएको थियो र खर्च 2,07,888 रुपियाँ गर्दा यो घटाउँदाखेरि खर्च घटाउँदा चाहिँ हामीसँग अहिले क्यास रकम 11,28,060 रुपियाँ चाहिँ रहेको सबै साथीहरूलाई म स्पष्ट जानकारी गराउँछु। अब जसमध्ये 11,28,060 रुपियाँ त भयो, त्यो के को रकम हो त भन्ने कुरा पनि अझ म तपाईँलाई ब्रेकडाउन गरेर चाहिँ अब अझ म जानकारी गराउँछु। सदस्य साथीहरूको बचत रकम हाम्रै बचत रकम चाहिँ पैसा छ 8,350 छ। हाम्रो प्राइभेट फन्डमा 2,51,430 रुपियाँ र राहत कोषमा 60,280 रुपियाँ बाँकी रहेको छ गरेर क्यास अब अहिले हाम्रो 11,28,060 रुपियाँ छ। यसमध्ये हाम्रो जिन्सी सामान कोटपिन हामीसँग के बाँकी रहेको छ, हामीसँग चाहिँ 2,500 रुपियाँको बाँकी रहेको छ। अनि यो घटाउँदाखेरि चाहिँ हामीसँग 11,25,060 रुपियाँ चाहिँ हामीसँग क्यास रहेको जानकारी गराउन चाहन्छु। अझ अब त्यो पैसा चाहिँ अब हामी कहाँ छ त, त्यो पैसा कोसँग छ भन्ने जिज्ञासा पनि हुनसक्छ। त्यति पैसा त रहेछ, त्यो पैसा कहाँ छ त? यो जिज्ञासा मेटाउनको लागि म तपाईँहरूलाई सदस्यको बचत रकम ब्याङ्कमा 2,31,000 छ र लगानीमा हाम्रै साथीहरूले लगेको 5,50,000 रुपियाँ र चल्तीमा 32,000 हामीले चाहिँ अहिले यो पिकनिकहरू चलाउनु पर्छ भनेर 32,000 रुपियाँ चाहिँ यो हाम्रो चल्तीमा छ गरेर 8,13,850 रुपियाँ छ।
प्राइभेट फन्डको रकम कहाँ छ भन्दाखेरि 10,891 ब्याङ्कमा छ, हाम्रो नेपाल ब्याङ्कमा छ र 280 रुपियाँ चल्तीमा छ, 40,000 रुपियाँ चाहिँ हाम्रो लगानीमा छ। यो सबै गरेर 2,51,430 रुपियाँ हाम्रो प्राइभेट फन्डमा रहेको छ र हाम्रो यो राहत कोषको रकम हामीसँग चाहिँ 60,280 मध्ये 20,000 रुपियाँ हाम्रो ब्याङ्कमा रहेको छ, 40,000 लगानीमा छ र 280 रुपियाँ चल्तीमा छ गरेर टोटल 11,25,560 रुपियाँ हाम्रो रहेको छ। अब म 8 वर्ष अब आर्थिक वर्ष 2081-82मा सङ्गठनले गरेका कार्यहरू हामीले के गर्यौँ त यो सालभरि म यहाँहरूलाई सम्झना गराउन चाहन्छु। यस सङ्गठनका सदस्यहरूको कल्याणको लागि नेत्र राहत कल्याण कोष सर्वसम्मतबाट पारित भई हाम्रो दोस्रो हप्तामा यसलाई लागू गरिएको थियो। सञ्चालक समिति बाहेक छुट्टै ऋण समिति गठन गरी ऋण लगानीलाई थप प्रभावकारी बनाएको थियो। सङ्गठनको आन्तरिक विधान तयार गरी विधानअनुसार कार्य सञ्चालन गरिएको छ। कुनै पनि सङ्गठन सञ्चालन गर्न आर्थिक पक्ष मजबुत हुनुपर्दछ। अत हाम्रो बामे सर्दै गरेको सङ्गठनलाई पनि आर्थिक पक्ष बढाउन हाम्रो सङ्गठनभित्र देउसी भैलो कार्यक्रम खेली 96,555 रुपियाँ हामीले सङ्कलन गरेका थियौँ र हामीले हाम्रा सदस्य साथीहरू उहाँहरूको म नाम लिन्छु। उहाँहरूको मातापितालाई हामीले चाहिँ गुमाउनु पर्दा उहाँहरूसँग साझेदारी दुःखको साझेदारी गरेर हामीले समवेदना प्रकट गर्न र उहाँहरूको अन्तिम विदाई मलाइमा पनि हामी सहभागिता जनाएका थियौँ। उहाँहरू हुनुहुन्थ्यो यस सङ्गठनका सल्लाहकार अवकाश प्राप्त सेनानी खगेन्द्र प्रधानज्यूको पूजनीय पिता, लेखा समिति सदस्य अवकाश प्राप्त हो विनोद भुजेलज्यूको मोहतामयी माता, सदस्य गुप्रहु मोहनवीर रामाको पूजनीय पिता, धरान सेक्टरका संयोजक अवकाश प्राप्त हो बाबुराम भुजेलको पूजनीय पिता, सदस्य अवकाश प्राप्त हो रोहित लुइटेलको मोहतामयी माता, सदस्य अवकाश प्राप्त हो विजय राईको पूजनीय पिता, उर्लाबारी सेक्टर संयोजक अवकाश प्राप्त हो मधुलाल हिमालकी मोहतामयी माता, सदस्य मूल पण्डित जमदार कृष्ण हरि काफ्लेको ममतामयी माता र सदस्य केदार बख्रेज्यूको ममतामयी माताको हामीले दुःखको बेला उहाँहरू घरमा पुगेर हामीले दुःख साझेदारी गरेका थियौँ। यसै गरी यस सङ्गठनका उपाध्यक्ष चन्द्रदेव ज्यूको सुपुत्रीको वैवाहिक कार्यक्रममा सङ्गठनको तर्फबाट हामीले सहभागिता जनाएका थियौँ। त्यसै गरी वैवाहिक कार्यक्रममै यस सङ्गठनका सदस्य कुमार निरोलाज्यूको सुपुत्रीको वैवाहिक कार्यक्रममा पनि हामीलाई औपचारिक निमन्त्रणा प्राप्त भएको थियो। हामीले उहाँहरू दुवैजनाको छोरीको वैवाहिक कार्यक्रममा सङ्गठनको तर्फबाट हामीले उपस्थिति जनाएका थियौँ। अब हामीमाझ भएका चुनौतीहरू, नियमित कार्य समितिको बैठकमा कार्य समितिको सबै सदस्य र सेक्टर संयोजकहरू हाम्रो यो भूगोल हाम्रो यो डिस्टेन्सको कारणले गर्दाखेरि हामी सबैजना जति उपस्थित हुनु पर्थ्यो त्यति उपस्थित हुन सकेका छैनौँ र हामीलाई सुन्दर हराइचा नगरपालिका वडा नम्बर 12ले हामीलाई जग्गा प्राप्त गरेको थियो। अहिले जग्गा त्यो जग्गालाई अहिलेसम्म हामीले व्यवस्थापन गर्न सकेका छैनौँ। हामीले त्यसलाई के गर्ने, कसरी त्यसलाई अगाडि बढाउने भन्ने कुरा त्यो हाम्रो चुनौतीकै रूपमा छ। यो चाहिँ हामी सबैको चाहिँ साझा सल्लाह छलफल गरेर यसलाई चाहिँ अगाडि बढाउनु पर्ने एउटा चुनौती हामीमाझ टर्कारै रहिरहेको छ। भन्दै अब हाम्रो यो सालका नीति तथा कार्यक्रमहरू यहाँमाझ राख्न चाहन्छु। सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई हामीले निरन्तरता दिइनेछ। अघिल्लो साधारण सभाले पारित गरे बमोजिम मासिक रु 200 र मृत्युजन्य राहत कोषमा वार्षिक रु 1000 जम्मा गर्ने कार्यलाई हामीले निरन्तरता दिनेछौँ।
गणको वार्षिक उत्सव भाद्र 25लाई सदस्य भेटघाट कार्यक्रमलाई निरन्तरता दिइनेछ। सदस्यहरूलाई सङ्गठनप्रति वफादार प्रोत्साहित र क्रियाशील बनाउँदै लगिनेछ। कार्य समिति र सेक्टर संयोजकको बैठक हरेक 3 महिनामा उहाँहरूको वरिपरि गर्ने कार्यलाई हामी अगाडि बढाउनेछौँ। अहिले चाहिँ सबैलाई सजिलो होस्, एकै ठाउँमा होस् भनेर हामीले इटलीमा गरेका छौँ भनेदेखि हामीले यो चाहिँ आलो पालो राखेर सबै सेक्टरमा गएर त्यो सेक्टरको साथीहरूलाई पनि उपस्थित गराउने उद्देश्य लिएका छौँ। सबै 7 रकम लैजाने सदस्यहरूलाई हालको सुसरह रकम सिलिङ र समय अवधिलाई हामीले कायमै राख्नेछौँ। मासिक बचत रकम सबैले तोकिएको समय सीमाभित्र जम्मा गर्ने, अन्यथा विलम्ब शुल्क लाग्ने व्यवस्थालाई कायमै राखेका छौँ। नयाँ सदस्य बन्न चाहने व्यक्तिहरूलाई यस सङ्गठनको नियम बमोजिम सदस्यता वितरण गरिनेछ। यस सङ्गठनमा रहेका केही सदस्य साथीहरू लामो समयदेखि सङ्गठनको हरेक क्रियाकलापमा सहभागी नहुनु भएको र सहभागी हुन बारम्बार सूचना गर्दा समेत व्यवस्था गर्नुभए उहाँहरू आज पनि उपस्थित नहुनु भएको हुँदा यस्ता सदस्य साथीहरूलाई सदस्यबाट हटाउने र उहाँहरूको हालसम्म जम्मा भएको रकम फिर्ता गर्ने सम्बन्धमा आजको साधारण सभाबाट उचित राय सल्लाहको अपेक्षा गरेको छु। सङ्गठनमा रहेका सदस्यमध्ये ज्येष्ठ एकजनालाई प्रत्येक वर्ष सम्मान गरिनेछ। यस सङ्गठनका सदस्यका छोरा तथा छोरीहरूले निजी तथा सामुदायिक विद्यालयबाट कक्षा 12 को परीक्षामा उत्कृष्ट अङ्क ल्याउने मध्ये एक छात्रलाई सम्मान गरिनेछ। यस सङ्गठनका सदस्यहरूका अपाङ्ग सन्ततिहरूमध्ये प्रत्येक वर्ष ज्येष्ठ एकजनालाई उत्प्रेरणा अभिवृद्धि गर्न सम्मान गरिनेछ। सङ्गठनको कोषबाट ऋण चापटी लैजान सङ्गठनको हरेक क्रियाकलापमा सहभागी भई नियमित जम्मा गर्नुपर्ने रकम जम्मा